टिकट चाहिँ किन पाउनु भएन? यति गर्छ नि तपाईँको त फ्लो मलाई थाहा छ टिकट किन दिनु भएन भन्दाखेरि म जान्दिनँ। मलाई एउटा कारण चाहिँ हो कि भन्ने लाग्छ। 24 गतिको घटनापछि उहाँलाई हेलिकप्टरमा हालेर लग्यो, हामीलाई पनि हेलिकप्टरमा हालेर भैँसीबारीबाट लगेर हामीलाई चाहिँ भैरवनाथ गढमा राखेको रहेछ होइन। निस्किने बेलादेखि भैरवनाथ गढ भनेर लेखिरहेको। अनि त्यहाँबाट निस्केर उहाँलाई मुक्त गरेपछि म बुन्डुङमा भेट्न जाँदा झन्डै 1.5-2 घन्टा लामो कुराकानी भयो। उहाँको कुरा पनि मैले सुने, के घटनाहरू सबै सुने, म आफ्नो कुरा पनि राखेँ। अनि मैले उहाँलाई एउटा एडभाइस गरेँ। मैले उहाँलाई के भने भन्दाखेरि आक्रोश एकदम छ, आक्रोश हामीमाथि एमालेमाथि छ। त्यो एमालेमाथि त्यसको सेन्टरमा तपाईँ हुनुहुन्छ, तपाईँमाथि आक्रोश छ। अब कति ठिक कति बेठिक त्यसको मूल्याङ्कनतिर अहिले नलगाउँ। तपाईँ कमसेकम 3 महिना चाहिँ ईश्वरलाई कार्यभाग दिनुहोस्, ईश्वर पोखरेललाई भनेर मैले भनेको थिएँ। उहाँले यसो हेर्नुभयो मलाई, केही पनि एन्सर गर्नु भएन, नेगेटिभ पोजिटिभ केही पनि भन्नु भएन, सुनि मात्र राख्नुभयो। पछि म आफै अचम्म परेँ, टिकट दिनु भन्नुहुन्छ, अब के झगडा गर्ने।